सबैलाई झुरले नमस्कार। म आज पनि फेरि हजुरहरूलाई अर्को जातक कथा 423औं जातक कथा इन्द्रिय जातक सुनाउन गइरहेको छु। यो कथा शास्ताले जेठ वनमा विहार गर्नुभएको बेला पूर्व पत्नीको आकर्षणमा लिप्त भएको र पूर्व पत्नीको लागि भिक्षु जीवन नै त्यागेर फेरि गृहस्थीमा फर्कने सङ्कल्प गरिसकेको एक भिक्षुलाई देखेपछि यो पहिला पनि यस्तै नै थियो, धन्य भ्रष्ट हुन पाएन भन्दै भन्नुभएको कथा हो यो। उहिलेको समयमा वाराणसीमा राजा ब्रह्मदत्त हुँदाखेरि बोधिसत्वले राजाको पुरोहितको घरमा जन्मग्रहण गर्यो। ऊ जन्मिएको दिनमा सारा नगरमा शस्त्रहरू चम्कियो, त्यसकारण उसको नाम ज्योतिपाल कुमार राखियो। ऊ ठुलो भएपछि तक्षशिला गएर शिल्प सिकेर राजाको सामुन्नेमा विद्या प्रदर्शन गरेर ऐश्वर्य छोडेर कसैलाई जानकारी नगराइकन नै अगाडिको द्वारबाट निस्किएर जङ्गलमा गइकन शक्र अर्थात् इन्द्रले दिएको कविट्ठ आश्रममा ऋषि प्रवर्ज्या लिइकन ध्यान तथा अभिज्ञा प्राप्त गर्यो। ऊ त्यहाँ रहँदा उसको वरिपरि अनेक सय ऋषिहरू एकत्रित भए, ठुलो सङ्घ भयो। 7वटा जेठो शिष्यहरू थिए। उनीहरूमा सालिसर नामक ऋषि कविट्ठ आश्रमबाट निस्केर सुरट्ठ अर्थात् सौराष्ट्र जनपदमा सातोदिका नदीको किनारमा अनेक सहस्त्र ऋषिहरूलाई लिएर बस्न थाल्यो। मेन्डिसर नामक ऋषि पञ्जक राजाको देशमा लम्बचुलक निगमको भरोसामा अनेक सहस्त्र ऋषिहरूसँग बस्न थाल्यो। कालदेवल नामक ऋषि भने अवन्ती दक्षिणापथमा एक धनको भण्डार भएकाको आश्रयमा अनेक सहस्र ऋषिहरू लिएर बस्न थाल्यो। किशवत्स ऋषि भने एक्लै दण्डिक राजाको कुम्भवती नगरको भरोसामा उद्यानमा बस्न थाल्यो। तब अनुशिष्य नामक बोधिसत्व सेवक भने उसँग नै बस्न थाल्यो। कालदेवलको भाइ नारद नामक ऋषि मध्य प्रदेशमा अरञ्जरगिरीमा पर्वत जालको एक गुफामा एक्लै बस्दथ्यो। अरञ्जरगिरीबाट केही मात्र पर मानिसहरूको ठुलो बस्ती थियो। तिनीहरूको बिचमा एउटा नदी थियो। त्यो नदी धेरै मानिसहरूले तर्दथे। उत्तम रूपवाली वेश्यावृत्तिमा लागेका महिलाहरू पनि नदी किनारका मानिसहरूलाई लोभ्याउने गर्दथे। नारद ऋषि उनीहरूमध्ये एउटीसँग आसक्त भई ध्यानरहित हुँदै निराहार बसेर दुब्लाउँदै गई एक सातासम्म रागको वशीभूतले थलिरह्यो। उसको दाजु कालदेवलले ध्यान गरेर हेर्दा त्यो सबै कुरा चाल पाएपछि आकाश मार्ग हुँदै त्यही गुफामा आइपुग्यो। तब भाइ नारदले कसरी आइपुग्नु भयो भन्दै सोध्यो। तिमी अस्वस्थ बिरामी भएका छौ भन्ने सुनेर सेवाको लागि आएको हुँ। हजुर नभएको झुटो कुरा बोल्दै हुनुहुन्छ भन्दै आरोप लगायो। अनि दाजुले तिमीलाई छोड्न मिल्ने अवस्था छैन भन्दै सालिसर, मेन्डिसर तथा पब्बतिसरलाई बोलायो। उनीहरूलाई पनि मुसावादको आरोप नै लगायो। कालदेवल ऋषि आकाश मार्गबाट गएर सर्वभङ्ग शास्तालाई लिएर आयो। उहाँले आएर हेरिकन जाने कि यो इन्द्रियहरूको वशीभूत भएको छ। सोध्यो, नारद के इन्द्रियहरूको वशीभूत त भएका छैनौ? उसले यो कुरा सुनेपछि उठेर ढोक गर्दै भने, हो आचार्य। नारद, इन्द्रियहरूको वशमा पर्नेवाला काम भोगी यो जन्ममा सुख गरेर दुःख भोग्दछन्, मरेर नर्कमा पुग्दछन्। यो सुनेर नारदले भन्यो, आचार्य, काम भोग सुख हुन्छ, यस्तो सुखलाई दुःख किन भन्नुहुन्छ? सर्वङ्ग शास्ताले फेरि भन्यो, काम सुखको अनन्तर दुःख हुन्छ भने संयम दुःखको अनन्तर सुख हुन्छ। तिमीले पनि ध्यान सुखलाई छाडेर दुःख प्राप्त गर्यौ, अब फेरि ध्यान सुखको आकाङ्क्षा गर्नुपर्दछ। नारदले भन्यो, आचार्य, यो सहन नसक्ने दुःख हो, यसलाई सहन सकिँदैन। तब फेरि बोधिसत्वले भन्यो, नारद, दुःख उत्पन्न भएपछि सहनु नै पर्दछ। जसले सहेर भए पनि त्यसको अधीनमा पर्दैन, दुःखको अन्त्यमा त्यो धीर पुरुष सुखपूर्वक योग प्राप्ति गर्दछ। नारदले भन्यो, आचार्य, कामभोग सुख उत्तम सुख हो, यसलाई छोड्न सकिँदैन। बोधिसत्वले धर्मको हानि कहिल्यै पनि गर्नु हुँदैन भन्दै भन्यो, न कामभोगको कामनाको लागि, न अनर्थको लागि, न अर्थको लागि र न गरिसकेकोलाई नष्ट गर्नको लागि नै भनेर धर्मबाट च्युत हुनु उचित हो। यसरी जब सर्वभङ्गले उपदेश दिए तब कालदेवलले पनि भाइलाई उपदेश दिँदै भन्यो, गृहस्थले सम्पत्ति प्राप्त गर्नको लागि गरेको दुःख ठिक हो, भोजन बाँड्दा हुने चैतसिक दुःख ठिक हो, अर्थलाभ हुँदा नम्र हुनु ठिक हो र
अर्थको हानि हुँदा शान्त रहनु ठिक हो। कालदेवलद्वारा नारद उपदिष्ट हुने कुरा बुझेर शास्ताले अभिसम्बुद्ध भएपछि गाथा भन्यो। असित देवलले उसलाई यति नै पाण्डित्य भन्यो। इन्द्रियहरूको वशीभूत हुनुभन्दा बढी अकुशल अरू कुनै छैन। तब सरभङ्गले नारदलाई सम्बोधन गर्दै भन्यो, नारद, एउटा कुरा सुन। जुन व्यक्तिले पहिला नै आफ्नो कर्तव्य पुरा गर्दैन ऊ वनमा प्रवेश गरेको माडवक जस्तै सोचेर रुने कराउने गर्दछ भन्दै पूर्व जन्मको कथा भन्यो। उहिलेको कुरा हो, काशी निगममा एउटा ब्राह्मण तन्नेरी थियो। सुन्दर, बलवान, हात्ती जत्तिकै बलशाली। उसले सोच्यो, कृषि कर्म आदि गरेर आमा बाबालाई पालपोष गरेर मलाई के को लाभ? स्वास्नी छोराबाट पनि मलाई के को प्रयोजन? दानादि पुण्य कर्मबाट पनि मलाई के प्रयोजन? म अब कसैलाई पालन पोषण नगरेर कुनै पुण्य कर्म पनि नगरिकन वनमा गएर मृगहरू मारेर बरु आफूले आफैलाई नै पालपोष गर्छु। उसले 5 आयुध अर्थात् 5 हतियारहरू लिएर हिमालयमा गएर अनेक प्रकारका मृगहरू मार्दै खाँदै हिमालयभित्र पर्ने विधवा नामक नदीको तीरमा पहाडहरूले घेरेको ठुलो पर्वतको घेरोमा त्यहाँ मृगहरू मारेर तातो कोइलाको बुमरामा पोलेर खाँदै बस्न थाल्यो। एक दिन सोच्यो, म सधैँ शक्तिशाली रहन्न। जब बल सकिन्छ तब वनमा पस्न सक्दिनँ। अहिले नै अनेक वर्णका मृगहरूको पर्वत घेरोमा पसेर ढोकाको प्रबन्ध गरिकन वनमा नपसेर नै मन लाग्दा मृगहरू मारेर खान्छु। उसले भने जस्तै गर्यो। समय बित्दै जाँदा उसको पनि कर्महरू पुरा भयो। त्यस कर्मले त्यही जन्ममा नै आफ्नो फल दियो। उसको हात खुट्टा झर्यो, यताउता फर्कन पनि सक्दैन थियो। केही खाने पिउने कुरा देख्दैन थियो। शरीर मलान अर्थात् अति कमजोर भयो। मनुष्य प्रेत भयो। जसरी गर्मी समयमा पृथ्वी धाँजा फाटेर चिरा हुन्छ त्यसरी नै उसको शरीर पनि चिरिएर चिरा भयो। यसरी कुरूप र बेढङ्गको भएर अति दुःख पायो। यस्तै प्रकारले समय व्यतीत हुँदै गर्दा शिवी राष्ट्रको शिवी राजाको इच्छा भयो कि वनमा गएर रातो तातो कोइलामा मासु पोलेर खान्छु। उसले अमात्यहरूलाई राज्य सुम्पेर 5 आयुधहरू लिएर वनमा गयो। मृगहरू मारेर खाँदै क्रमशः त्यही ठाउँमा पुग्यो। त्यहाँ त्यो मान्छे लडिरहेको देख्यो र डराए पनि सतर्क हुँदै सोध्यो, हे पुरुष, तिमी को हौ? स्वामी, म मनुष्य प्रेत हुँ। आफ्नो कर्मको फल भोगिरहेको छु। हजुर को हुनुहुन्छ त? म त शिवी राजा हुँ। यहाँ किन आउनु भएको हो? मृगको मासु खानको लागि भनेर आएको। महाराज, म पनि त्यही उद्देश्यले यहाँ आएँ र मनुष्य प्रेत भएँ भन्दै उसले सबै घटनाहरूको वृत्तान्त विस्तारपूर्वक सुनायो र आफ्नो दुखित अवस्थाको वर्णन गर्दै भन्यो, हे शिवराज, म जस्तै शत्रुको हातमा परेको जस्तै हुनेछौ। म कृषि आदि कर्म, विद्या, दक्षता, विवाह, शील तथा मृत्यु भाव छोडेर आफ्नै दुष्कर्मको कारणले यो अवस्था भयो। हेर, म हजार हारेको जस्तै अबन्धु, अशरण, आर्य धर्मबाट टाढा भएको कारणले प्रेत जस्तै भएँ। सुखको कामना गर्ने प्राणीलाई दुःख दिएको कारणले यस्तो स्थिति भयो। म आगोमा परेको व्यक्ति जस्तै सुखको अनुभव गर्न सक्दिनँ भन्दै, महाराज, मैले आफ्नो सुखको कामनाले अर्कालाई दुःख दिएँ। यसकारण यही जन्ममा नै मनुष्य प्रेत भएँ। हजुरले पाप नगर्नुहोस्। आफ्नै नगर फर्किएर दानादि पुण्य कर्महरू गर्नुहोस् भन्यो। राजाले उसले भने जस्तै गरिकन स्वर्गगामी भयो। सर्वभङ्ग बोधिसत्वले यो कुरा भनेर तपस्वीलाई सचेत गरायो। उसले यो कथनबाट प्रभावित भएर उसलाई प्रणाम गरिकन क्षमा मागेर कसिनाभ्यास गर्दै नष्ट भएको ध्यान प्राप्त गर्यो। सर्वभङ्गले उसलाई त्यहाँ बस्न दिएन। उसलाई आफ्नो आश्रममा नै लगेर गयो। शास्त्रले यो धर्मदेशना गरेर सत्य प्रकाशित गर्दै जातक ठ्याक्क मिलाए। सत्यको अन्त्यमा उद्विग्न चित्त भिक्षु श्रोतापत्ति फलमा प्रतिष्ठित भयो। त्यतिखेर नारद उद्विग्न भिक्षु थियो। शालिश्वर सारीपुत्र थियो। मेण्डिश्वर काश्यप थियो। पब्बत अनिरुद्ध थियो। कालदेवल कात्यायन थियो। अनुशिष्य आनन्द थियो। किशवच्च मोग्गलान थियो भने सर्वभङ्ग त मनै थिएँ। साधु साधु साधु।